हेर्नुहोस् त हरियाली आमा यहाँ कति भारी बोक्नु पर्छ आमाले हेर्नु त कस्तो राम्रो क्या यस्तो हो कि आमा हरियाली बर्खामा अलिकति पानी परेर हिरो भएर समस्या मात्रै हो नत्र अन्त फेरि खतरा छ नि नेपाल आमा ब्युटिफुल त्यस्तै खतरा छ नि हो नि सर बगेको हावाको शैलीमा धानको हरियाली हावामा पङ्खा फिजाउँदै धानहरू खेलिरहेको हेर्नु नि त गाई त यस्तो हिरो छ क्या लडेला भने पिर भइसक्यो बिस्तारै आउनु है यहाँ गाह्रो छ यहाँबाट चाहिँ हामीले पिच गरेका छौँ ढलानै गरेर ल्याएका छौँ हेर्नुहोस् त कस्तो राम्रो आहा कस्तो दामी के दामी ल यहाँ पनि गर्ने एकछिन यहाँ बस्छौँ हामी यहाँ बसेर हुन्छ क्या बाउछोरी यहाँ बसेर हुन्छ क्या एकछिन त यहाँ भ्याइन्छ बुढो भ्याइन्छ गर्नु बाउछोरीको हुन्छ क्या लोक अन्तभरको अन्त गरौँला हामी यहाँ बसेर लानु परेन मेरो घर ढुङ बाटैमा रोडमा यस्तो ढुङ्गे धार उता उता नजाँदा नि हुन्छ अनि हाम्रो कहाँदेखि आउँछ हाम्रो घरमा चाहिँ खाएन फेरि त्यहाँ पाइ किन नि अब सोक आमा कसले बोक्ने कि ओ आमा उता नजाँदा नि हुन्छ यतै राखेर यतै बस्नु यहीँ खिच्ने यही खिचे त्यस्तै गरी त्यहाँ होइन यहाँ खिच्दै जाने उहाँ जाने होइन शनिबार त त्यहाँ खुट्टो हाल्छौँ नि है नुहाउनलाई भिड होला नि गाई चरु अब हामी चाहिँ यहाँ एउटा सिन लिँदैछौँ लिँदैछौँ हरि सरले यहाँ क्यामेरा चाहिँ फिट गरिसक्नु भयो ल ल ल बाउछोरीको सिन हुँदैछ ल यहाँ भूत मा यस्तो खतरा सिन बाफ्रे गाई चरु हेर्नुहोस् त नेपाल यस्तो राम्रो छ तपाईँहरू देश विदेशमा कहाँ हुनुहुन्छ हजुर